आजबाट फिफा वर्ल्ड कप विश्वकप 2026 सुरु हुँदैछ। नेपाली समयअनुसार आज राति 12:45 बजेदेखि सुरु हुने उद्घाटन खेलमा मेक्सिको भिड्दैछ। विश्वकप फुटबलमा करोडौं समर्थकहरूले चाहिँ प्रतीक्षा गरिरहेको सबैभन्दा ठुलो प्रतियोगिता फिफा वर्ल्ड कप 2026 अब सुरु हुनलाई थोरै समय मात्र बाँकी छ। यसपटक विश्वकप विगतको भन्दा केही फरक हुने देखिन्छ, किनकि यस विश्वकप खेल अमेरिका, क्यानाडा, मेक्सिको संयुक्त रूपमा आयोजना गर्दैछन्। विश्वका उत्कृष्ट खेलाडीहरू, शक्तिशाली टिमहरू, रोमाञ्चक प्रतिस्पर्धाले यसपटकको विश्वकपलाई झन भव्य बनाउने अपेक्षा गरिएको छ। नेपालका फुटबल प्रेमीहरूको लागि पनि यो एउटा ठुलो उत्सव भन्दा कम छैन। रातभर जाग्राम बसेर खेल हेर्ने नेपाली समर्थकहरूको उत्साह अहिले नै बढ्न थालिसकेको छ। अर्जेन्टिना, ब्राजिल, पोर्चुगल, जर्मनी, स्पेन, इङ्ल्यान्ड जस्ता बलिया टोलीहरू चाहिँ उपाधिको दौडमा छन्। अहिले यसपटकको विश्वकपमा नयाँ ढाँचाअनुसार धेरै खेलहरू हुने भएकाले समर्थकहरू अझ बढी चाहिँ मनोरञ्जन लिन पाउनेछन्। प्रत्येक खेलमा रोमाञ्चक प्रतिस्पर्धा, नयाँ रेकर्ड, अप्रत्याशित नतिजाहरू देख्न पाइने सम्भावना छ। नेपालमा विश्वकप हेर्न चाहने दर्शकहरूको लागि आधिकारिक टेलिभिजन, आधिकारिक डिजिटल प्लेटफर्महरूमा प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ। खेलहरू नेपालको समयअनुसार अधिकांश राति र बिहानी पख हुने भएकाले आफ्नो समय व्यवस्थापन गर्नुपर्ने हुन्छ। फुटबल एक खेल मात्र होइन, यो भावनाको नाम हो। आफ्नो मनपर्ने टोली मैदानमा उत्रन्छ, संसारभरका समर्थकहरूको मुटुको धड्कन बढ्ने गर्दछ। गोल हुँदा खुसीले उफ्रने, हार्दा दुखी हुने र जित्दा उत्सव मनाउने, यही भावनाले विश्वकपलाई विशेष बनाएको छ। नेपालमा फिफा वर्ल्ड कप 2026 हेर्नको लागि मुख्य आधिकारिक विकल्पहरू छन्, जसमा हिमालयन टेलिभिजन नेटवर्कको हिमालयन स्पोर्ट्स एचडी छ एउटा। अर्को भनेको डिगो एप मार्फत पनि मोबाइल टिभीहरूमा, ल्यापटपहरूमा स्ट्रिमिङ हेर्न सकिन्छ। यदि तपाईँ डिसोम प्रयोगकर्ता हुनुहुन्छ भने डिगो एपमा लगइन गरेर हेर्न सक्नुहुन्छ। टिभी हेर्न चाहनुहुन्छ भने हिमालयन टेलिभिजनको हिमालयन स्पोर्ट्स च्यानल सब्सक्राइब गरी हेर्न सक्नुहुन्छ। तपाईँको घरमा डिसोम, नेट टिभी, सुबिसु टिभी, स्काई टिभी कुन छ, त्यो अनुसार आफ्नो सुविधा अनुसार हिमालयन स्पोर्ट्स या डिगो एपमा हेर्न सक्नुहुन्छ। यसको लागि चाहिँ फ्रीमा हेर्ने व्यवस्था गरेको छैन। यसको लागि चाहिँ सब्सक्रिप्सन चाहिँ हामीले लिनुपर्ने हुन्छ। हिमालयन स्पोर्ट्स एचडीमा हेर्नको लागि 979 रुपियाँ राखिएको छ। 979 रुपियाँ तिरेर हिमालयन एचडी स्पोर्ट्स एचडी, हिमालयन स्पोर्ट्स एचडीमा हामीले हेर्न सक्छौँ भने डिसोम प्रयोगकर्ताहरूको लागि चाहिँ डिगो एप मार्फत हेर्न सकिनेछ। त्यसमा पनि विशेष शुल्क लाग्नेछ। आफ्नो सब्सक्रिप्सन चाहिँ लिनुपर्नेछ। तपाईँको विचारमा यसपटकको फिफा वर्ल्ड कप 2026 कसले जित्ला? अर्जेन्टिना, फ्रान्स, ब्राजिल, पोर्चुगल, स्पेन, अरू कुनै टोली हुन सक्छ। आफ्नो अनुमान तलको कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला।